प्रश्नको विरुद्ध थियो नि त, त्यो क्वेसनहरू गर्नको लागि, भ्रष्टाचार विरुद्ध बल दिनको लागि। मैले भने नि गलत भइरहेछ भने आफूले जसलाई आफन्त माने पनि, आफ्नो शीर्ष नेता माने पनि त्यो मान्छेको विरुद्ध उभिन सक्नुपर्छ। यही हो त एमालेका मान्छेहरू गर्दैनन्। म एमालेको समर्थक त हो नि त। मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन, तपाईँ त एमालेको झोले हो नि, किनभने एमाले त झोले अभियानै चलाएको थियो नि। ठिक छ, एउटा अनि कस्तो कम्युनिस्ट पार्टीको सदस्य तपाईँ? कम्युनिस्ट पार्टीमा बा भन्ने त मैले नेपालमा मात्रै सुने हो। मैले विश्वका धेरै कम्युनिस्ट पार्टीहरू पढाएको छु, धेरै कम्युनिस्टहरूको इतिहास पढाएको छु होइन, अझ पढ्न कति धेरै बाँकी होला। तर नेपालमा मात्रै तपाईँको चाहिँ तपाईँले समर्थन गरेको पार्टीमा मात्रै बा हुन्छन्, अरू पार्टीमा त कमरेड हुन्छन् होइन। तपाईँ अहिले पनि चाइनामा जानुभयो भने उनीहरूले मिस्टर प्रेसिडेन्ट भन्छन् होइन, चेयरम्यान माओ भन्छन् होइन, यसरी बा भन्दैनन्। तपाईँहरूको पार्टी त खिचडी पार्टी हो। अब यो कुरामा म जवाफ दिन लायक छु जस्तो मलाई लाग्दैन। तर हामीले बा भन्नुको रिजन चाहिँ के हो भन्दाखेरि केपी ओलीले चाहिँ आफूभन्दा सानो मान्छेलाई चाहिँ आफ्नो छोराछोरी जस्तो, नाति नातिना जस्तो व्यवहार गर्ने कारणले हामीले बा भन्ने गरे। त्यो 22 जनाले चाहिँ किन त व्यवहार नगरे त? को 22 जना? जो मारिए उहाँ होइन, सरकारको नेतृत्व। एउटा चिज बुझाउँ अमित शाह, बुझाउँछु ल। एउटा सडकमा प्रहरी जान्छ सुरक्षाका लागि, हजुर ठिक छ, ठिक छ, सुरक्षाका लागि। त्यो प्रहरीको कमान्डर हुन्छ, डिएसपी हुन्छ होला, एसपी हुन्छ, एसएसपी हुन्छ होला, उसको पनि कमान्डर हुन्छ आइजिपी। आइजिपीको पनि लाइन मिनिस्ट्री हुन्छ गृह मन्त्रालय। गृह मन्त्रालयको पनि लाइन गभर्मेन्ट हुन्छ प्रधानमन्त्री। प्रधानमन्त्रीको प्रत्यक्ष अप्रत्यक्ष निर्देशन बिना, नैतिक निर्देशन बिना गोली चल्दैन, मान्छे मरिँदैन। अनि मान्छे मरेको छ, तपाईँ जसलाई छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनलाई म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चन्दवनसम्म हेलिकप्टर चढेर जान्छ कोही? यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? यो कुरा उहाँले जान्नुहुन्छ। उहाँको समर्थनमा आएको तपाईँ, उहाँको ढाल बनेर आएको तपाईँ, उहाँलाई छोड्नु पर्यो, उहाँ हत्यारो होइन भन्न आएको तपाईँ। त्यो त हो। हजुरले एउटा कुरा, प्रधानमन्त्रीले आदेश जुन भन्नुभयो नि जारी गर्छ भनेर, त्यो जारी गरेको त एउटा प्रोटोकल हुन्छ होला नि त। त्यो प्रोटोकल त हामीले थाहा पाउनु पर्यो होला नि त। हामीले त त्यही कारणले त गौरी आयोगको प्रतिवेदन सार्वजनिक गर्नु भन्यो नि, जनताले थाहा पाउनु परेन। त्यो तपाईँले भनेको तपाईँको पार्टीको नेता प्रदीप गेवाली, नाम सुन्नु भएको छ? हजुर सुन्नु भएको छ? सुनेको छु। हो, गुल्मीबाट चुनाव लड्नु भएको थियो, भोट पुगेन, हजुर पराजित हुनुभयो। उहाँ त्यही कुर्सीमा बसेर मसँग भन्नुभयो गौरीबहादुर कार्कीको आएको प्रतिवेदन खारेज गर्नुपर्छ, गौरीबहादुर कार्कीको आएको प्रतिवेदन